खाजा आलु पकाउँ है होइन कति वर्ष भयो हजुरहरूले यो गर्न थाल्नु भएको चाहिँ 5 वर्ष भयो 5 वर्ष भयो है हजुर पहिलादेखि नै यस्तै हो पहिला अब 5 वर्ष भयो हजुर 5 वर्षदेखि पालेको चाहिँ हजुर हजुर अहिले 5 वर्षमा अहिलेसम्म कतिवटा पाल्नु भयो नि चौरी चौडीहरू चाहिँ परतिर छरिरहेको छ को चाहिँ चौरी गोठसम्मै बाइक आउँदो रहेछ हामी चाहिँ बाइकमा यहाँसम्म आइपुग्यौँ यहाँबाटै पनि अझै पनि माथिसम्म पुग्न सकिन्छ बाइकमा यो चाहिँ फुङबुचेको चौरी गोठ पानी पर्न लागिरहेछ पुरै धुम्म आम्दानी पनि ठिकै हुने रहेछ यो चाहिँ अलि जाडो बढ्दै गएपछि चाहिँ छुर्पीहरू बनाउँदै जानुहुन्छ तातो महिनामा ए गर्मी महिनामा चाहिँ जति माथि गयो त्यति छिटो सेलाउँछ होला है चिया त हजुर हजुर खाँदै सेलाउँछ हजुर पछि त अनि खाना पनि काँचै हुन्छ कि अलि आलु पकाउँ है सर होइन नाइदैन नपकाउँ इस्टम्बल लिनुहुन्छ दाउरा अब यसरी सुकाउनु पर्छ यहाँ भारमा राखेर नभए बल्नै गाह्रो हजुर त्यहाँ पिउनुहोस् है सर पिउनु न दुई हानिसक्यो हामी त यसको दुई त होइन एक किली खान्छौँ नि जाडो हुन्छ फेरि अनि बानी नि हो नि त भाइ हजुर हजुर त्यही भएर पनि यदि अब उँधोको जस्तो चियाले यता बिमारी हुँदैन हुन्न हजुर हजुर यसमा केही मिसाकै हुन्न त एक्सर्साइज हुन्छ नि त काम खटाइ हुन्छ अनि त्यहाँ यहाँ त पुरै मुहानबाट आएको पानी हुन्छ हजुर हजुर सफा पानी सबै यो सामानहरू बोकेर माथि पुर्याउन त कति 2 दिन त लाग्छ होला 2 दिन लाग्छ अनि यो गोर्सादाखेरि चाहिँ 5-6 जना केटाहरू आउँछ सबै पाले सबैजना अनि जप्क्याहरू बारी बोक्ने जप्क्याहरू 2-3 हुन्छ अनि त्यसो गरेपछि सजिलो नत्र एक्लैले त यो त साध्यै छैन यो त गाह्रो छ हामी चाहिँ पर्ममा बस्छौँ आज यहाँतिर गोठ सार्दाखेरि 1-2 जना अवै भनेर आउँछ फेरि भोलि हामी अर्को गोठमा सार्दाखेरि हामी पनि जानुपर्छ हजुर शेर्पा हो हजुर हाम्रोतिर डेरीको दुध भन्दाखेरि
धेरै स्वादिलो हुन्छ है धेरै स्वादिलो पनि होइन कति स्वादिलो कति स्वास्थ्यको लागि राम्रो पनि होइन पानी त मजाले पर्यो पानी त मजाले पर्यो अब के हो आजको बास हाम्रो यतै हुन्छ बाइक अब बाटोमा चिप्लेर गाह्रो छ यत्रो पानीमा नि सबै बाहिरै है तपाईँहरू हजुर पानीमै भिज्छ होइन पानी हिउँ लगस्तै हुँदैन हिउँ पर्छ नि यति यति त्यहाँ पनि म खचक बसिरहने है सर चिया जम्यो है सर चिया घिउ बन्न लागेको छ जम्यो स्वादिलो चिया छ फेरि हो ए अलिक बाक्लो भइहाल्ने रहेछ है राखेँ कि बाक्लो भइहाल्छ हुनुभएको छ होइन भयो ठिकै ठिकै तातो चिया किन सरलाई मन परेन पिउनु नि तिन कप भइसक्यो खालु तपाईँहरू हामीले 2 किलो खाइछ पिउनु न के राख्छु है पिउनु न हजुर पानी त मजाले आइरहेको छ हजुरको शुभ नाम चाहिँ के हो हजुरको आज बसेदेखि हजुरहरू यस्तो पानीमा पुरै भिजेर गएर पुरै धुम्म लागिरहेको छ रमाइलो लाग्छ खानु पर्यो ल
हिमालको फेरि होला होइन अहिले हावा शुद्ध पानी आएर छ के अब यो हावाले पानी उडाएर लिएर जान्छ पानी मात्रै रहन्छ अहिले तपाईँको 2 बजे भर्खर ठिकै हो बिहान कति बजी पुऱ्याउनु हुन्छ दुध दुहेर यहाँबाट चाहिँ हामी 10 बजी चाहिँ पर पुग्छौँ दुध दुध 2 घन्टा लाग्ने रहेछ हामीले उहाँ काठमाडौँतिर खाने त्यो होइन नि त जङ्गली चाहिँ राम्रो त होइन है त्यस जङ्गलीमा त मल आफै लागेको हुन्छ
उता धानको परालमा बनाउनु क्या धानको पराल काटेर उसिनेर बाख्राहरू त यहीँ जङ्गल गरेर हजुर माथि परेको त पानी पनि यस्तै तल हाम्रो त माथि त अब एक गोठको छेउमै पानी हुन्छ डाँडा ओलाउने पानी माथिबाट पानी कसैको पानी हजुर पानी त हिउँदोमा पनि पानी पर्छ कृष्णमा पनि त्यतिखेर त उयो हिउँ झर्दै थियो होला होइन शीत झर्ने पहिलाको जस्तो हिउँ पनि आउँदैन सबैमा पर्नै परेन अलिअलि पर्यो अनि तपाईँहरू मात्रै हुनुहुन्छ यहाँ कि तपाईँहरू दुईजना मात्रै हजुर अरूको चाहिँ गोठ छैन यहाँ छैन यतापट्टि 3 गोठ छ तपाईँहरू कति घर बस्नु भएको छ त्यसमा 3 घर हजुर अहिले हामी चाहिँ यहाँ 4 गोठ अनि यतातिर त्यो बाघहरू आउने त्यस्तो डर हुँदैन जन्मै हुन्छ नि यता त हजुर अनि डर लाग्दैन कोसिरीपाटी राम्रो हुन्छ त बाख्रा बच्चाहरू चाहिँ खान्छ है हजुर हजुर भालुले पनि खान्छ आलु पनि अन्त चाहिँ अघि त्यो सानो त्यही गर्छ हजुर अब त्यसलाई चाहिँ यतिकै छोडिदिनु हजुर 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 हवस् भने किलो भएर अब जन्म पाउँदैन जस्तो खायो के भनेको चाहिँ उयो फिमेल मात्रै त पाल्ने हो मेल पाल्दैन नि त मेल पालेर खान त छैन के त गोरु चाहिँ पाल्यो नि गाई त पाएको भयो अनि उठ्नै नसक्ने तब हामी त अनि गाउँघरमा हामी त 2 नम्बर वार्ड 3 नम्बर हजुर हजुर ल पढ्यो भने राम्रो हुँदैछ कारण यहाँ मागी बिहा त साह्रै गाह्रो हुन्छ पाउँदा त माया बढ्यो होला छोरा 1 भाइ छोरी 2 भाइ हजुर यहीँको मुखिया हजुर 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 पढाइ जुन बेसीतिर भन्दा नि यहीँ राम्रो वर्ष कति खर्च लाग्छ पढाइमा पढाइमा त्यस्तै होस्टेल 9-10 हजार सबै भेला भएको छ अहिले चाहिँ के जाडोमा चाहिँ सबैजना एकै ठाउँ हुन्छ अलिक तातो हुन्छ होला
ठुलो पानी पर्दा चाहिँ सबैजना एकै ठाउँमा भेला भइरहेको छ। एउटा मात्रै आफ्नो आमा छोरा बसिरहेछ। पानी त धेरै